सिसीको केही योगदान छैन जिन्दगीमा देशको बारेमा एक शब्द बोलेको छैन अहिले आएर मन्त्री छान्न गइरहेछ म त देखेर होइन लाज लाग्यो क्या मलाई प्रधानमन्त्री छान्न गइरहेछ यार मन्त्री छान्न गइरहेछ छाने जस्तै पहिला जेएनजी आन्दोलन हुनुभन्दा अगाडि भर्चुअल मिटिङ गरेर त्यहाँ लाइभ गरिन्थ्यो नि मन्त्री छान्ने बेला खै लाइभ घुसपैठ भएन त्यहाँ हर्क साम्बाङ म केही गर्छु देशमा भनेर आएको थियो उसैलाई बौला बनाए हर्क साम्बाङ कुनै भ्रष्टाचार गर्नलाई भनेर भ्रष्टाचार गर्छु भनेर आएको थिएन कि हर्क साम्बाङ ऊ धरानमा मेरो भएको यत्रो 3-4 वर्ष भइसक्यो उसलाई एउटा भ्रष्टाचारको आरोप छैन तर उसैलाई उल्लु बनाए अहिले हर्क साम्बाङलाई सम्झिरह होला क्या मान्छेहरूले हर्क साम्बाङ भए अहिले भ्रष्टाचारीहरूलाई कारबाही सुरु भइसक्थ्यो क्या चाहे प्रधानमन्त्री भए पनि अथवा गृहमन्त्री भएको भए पनि मैले त डरो आवाजै उठायो प्रधानमन्त्री त देन कम्तीमा गृहमन्त्री बनायो हो मेरो घरका छिन्जीहरूले नि ज्यान धरापमा राखेर गएको थियो नि आन्दोलनमा हामीले बोल्नु पाउँदैनौँ हर्क साम्बाङ गृहमन्त्री भए अहिलेसम्ममा त केही नभए नि 2-4 दर्जन भ्रष्टाचारीहरू चाहिँ अहिले जेलको खोरमा बसिरहेको हुन्थ्यो कि तर यहाँ बोल्यो नि उल्टो मलाई गाली गर्छन् फेरि होइन राम्रा मान्छे आउनु पऱ्यो क्या हर्क साम्बाङ बौलायो हो बौलायो किन बौलायो देशको लागि बौलायो क्या देशलाई के गर्छु भनेर बौलायो